महेश बस्नेतले सुदन गुरुङलाई तुरुन्त राजीनामा देऊ, नभए चाहिँ हामी कडा रूपमा उत्रिन सक्छौँ भनेर भनेछन्। यो कुरा महेश बस्नेतको पनि राम्रै हो है। अब यसै गरेर पुरानाहरूको पनि एउटा 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 थपिँदै यिनीहरूको काण्ड काण्ड थपेर लास्टमा भ्रष्टहरू भने हो जनताले हेर्नुहोस् है। अब सुदन गुरुङको विषयमा प्रश्न उठिसकेपछि उसले राजीनामा दिएर साइड लाग्नुपर्ने हो है। अब सुदन गुरुङको विकल्प गृहमन्त्री छँदै छैन भन्ने छैन नि त। तपाईँको राष्ट्रपाका 182 सांसदबाट जोसुकैलाई गृहमन्त्री दिए पनि पार्टीको इज्जत त जोगिन्छ होइन। प्रश्न उठेकै मान्छेलाई त्यहाँ राख्नुपर्छ भन्ने पनि छैन नि त। यही तरिकाले गयो भने फेरि जनतामा निराशा छाउँछ। निराशाको परिणाम के हुन्छ त? त्यही विध्वंस। त्यही भएर सचेत हुनुपर्छ है समयमै।